नमस्ते साना साथीहरू, हाम्रो वरिपरिको संसार कति सुन्दर छ नि है। आज हामी यही संसारलाई झनै राम्रो बनाउने रमाइला र उज्याला रङहरू चिन्न जाँदैछौँ। के तपाईँ मसँग रङहरूको यो जादुमय यात्रामा जान तयार हुनुहुन्छ? ल त मेरो पछि पछि आउनुहोस् है। 1 2 3 जाऊ। के तपाईलाई थाहा छ हाम्रो संसारमा केही विशेष रङहरू छन्? यिनलाई हामी प्राथमिक रङहरू भन्छौँ। प्राथमिक रङहरू मुख्यतया 3 वटा हुन्छन्: रातो, नीलो, पहेँलो। यी रङहरू एकदमै मुख्य हुन्छन् र यिनलाई मिलाएर हामी अरू धेरै रङहरू बनाउन सक्छौँ। रातो र पहेँलो मिसाउँदा सुन्तला रङ बन्छ। नीलो र पहेँलो मिसाउँदा हरियो बन्छ। रातो र नीलो मिसाउँदा प्याजी बैजनी बन्छ। ल त मेरो पछि पछि आउनुहोस्, यी रङहरू चिन्नौ। रातो। ल हेर्नुहोस् त साथीहरू, कति सुन्दर रातो रङ। हाम्रो जङ्गलमा फुल्ने लाली गुराँस, मिठो मिठो स्याउ अनि दशैँमा लगाउने निधारको टीका सबै रातो। कति राम्रो है। नीलो। अब माथि आकाशमा हेरौँ त, खुला आकाश कस्तो छ? नीलो। अनि पोखराको फेवातालको पानी पनि चम्किलो नीलो छ। नीलो रङ कति शान्त छ नि। पहेँलो। आहा, यो उज्यालो रङलाई चिन्नुभयो? यो हो पहेँलो। तिहारमा घर सजाउने सयपत्री फूल अनि हामी सबैलाई मनपर्ने रसिलो आँप पनि पहेँलै हुन्छ। हरियो। हाम्रो नेपालको रङ त हरियो हो नि। चिया बगानका कलिला पातहरू र सुन्दर डाँडाहरू सबै हरिया छन्। हरियो रङले हाम्रो आँखालाई कति शीतल बनाउँछ। सेतो। चिसो चिसो। यो हो सेतो रङ। हाम्रो सगरमाथामा पर्ने हिउँ र आकाशमा उड्ने शान्तिको परेवा सेतै हुन्छन्। सेतो रङ हिउँ जस्तै सफा हुन्छ। कालो। आँखा चिम्लिनुहोस् त, रात पर्यो है। यो हो कालो रङ। अँध्यारो रातको आकाश अनि जङ्गलमा बस्ने यो प्यारो भालु साथी पनि कालो छ। साना साथीहरू, अब एउटा रहस्यको कुरा सुनौ है। के तपाईलाई थाहा छ एउटै रङ पनि 2 थरी हुन्छ नि? कहिलेकाहीँ रङ एकदमै नर्म र उज्यालो हुन्छ, जसलाई हामी हल्का भन्छौँ। अनि कहिलेकाहीँ त्यही रङ अलिक कडा र गाढा हुन्छ, जसलाई हामी गाढा भन्छौँ। ल आउनुहोस्, हल्का र गाढा रङको जादु हेरौँ। हल्का र गाढा रातो। यो हेर्नुहोस्, सानो गुलाबको कोपिला हल्का रातो छ अनि यो पिरो खुर्सानी चाहिँ गाढा रातो। उफ, कति पिरो। हल्का र गाढा नीलो। यो बिहानको उज्यालो आकाश हल्का नीलो छ, तर गहिरो रारा तालको पानी भने गाढा नीलो छ। हल्का र गाढा हरियो। भर्खरै पलाएको यो सानो बिरुवा हल्का हरियो छ अनि यो ठुलो र बाक्लो जङ्गल चाहिँ गाढा हरियो। सुन्तला रङ। यो कति रसिलो र गुलियो छ। यो हो सुन्तला रङ। धनकुटाको मिठो सुन्तला ठ्याक्कै यस्तै सुन्तला रङको हुन्छ नि। सुन्तला खाँदा कति मजा आउँछ है। गुलाबी। आहा, कति राम्रो फूल। यो हो गुलाबी रङ। शान्त तालमा फुलेको यो सुन्दर कमलको फूल गुलाबी रङको छ। गुलाबी रङ कति प्यारो हुन्छ है साथीहरू। प्याजी। अब यो तरकारीलाई चिन्नुहोस् त, यो हो प्याजी रङ। हामीले तरकारी खाने यो गोलो र चिल्लो भान्टा ठ्याक्कै प्याजी रङको हुन्छ। तपाईलाई भान्टाको तरकारी मनपर्छ? खैरो। ओहो, रुखमा झुन्डिएर हेर्ने यो चञ्चले बाँदर कति रमाएको छ। यसको रङ त खैरो छ है। जङ्गलका रुखका ठुटाहरू पनि खैरो रङकै हुन्छन् नि साथीहरू। खरानी रङ। बिस्तारै बिस्तारै हिँड्ने यो कत्रो ठुलो गैँडा। चितवनको जङ्गलमा बस्ने हाम्रो एकसिङे गैँडाको रङ खरानी रङको छ नि। यसको छाला त चट्टान जस्तै कडा र खरानी रङको छ। कलेजी। ल साथीहरू, अब यो मिठो र स्वस्थकर तरकारीलाई हेरौँ त। यसलाई भनिन्छ चुकन्दर। आहा, हेर्नुहोस् त, यसको भित्र कति राम्रो र गाढा रङ छ। यो गाढा रातो जस्तो देखिने सुन्दर रङलाई कलेजी रङ भनिन्छ। चुकन्दर जस्तै गाढा र राम्रो कलेजी रङ। बैजनी। आहा, यो कस्तो जादुई र शान्त रङ। यो हो बैजनी रङ। जङ्गलमा फुल्ने यो सुन्दर सुनाखरी फूल ठ्याक्कै बैजनी रङको छ नि। हाम्रो इन्द्रेणीको सबैभन्दा तल हुने 7औं रङ नै यही बैजनी हो। कति राम्रो छ है साथीहरू। साना साथीहरू, अब एउटा रमाइलो खेल खेलौँ है। मलाई भन्नुहोस् त, यो मिठो र रसिलो स्याउको रङ कुन होला? सोच्नुहोस्।
के तपाईले थाहा पाउनुभयो? एकदम सही, तपाईले मिलाउनु भयो। यो मिठो स्याउको रङ हो रातो। स्याबास साथीहरू, आफ्नो लागि ताली बजाउनुहोस्। साना साथीहरू, अब माथि हेरौं त। चराहरू उड्ने यो सुन्दर र खुला आकाशको रङ कुन होला? सोच्नुहोस्, सोच्नुहोस्। के तपाईले थाहा पाउनुभयो? एकदम सही, तपाईले मिलाउनु भयो। यो खुला आकाशको रङ हो नीलो। मेरा साथीहरू त कति ज्ञानी हुनुहुन्छ, स्याबास। ल साथीहरू, अब भुइँतिर हेरौं त। नेपालका डाँडाहरूलाई ढाक्ने यो नरम घाँसको रङ कुन होला? सोच्नुहोस्, सोच्नुहोस्। के तपाईले थाहा पाउनुभयो? एकदम सही, तपाईले मिलाउनु भयो। यो नरम घाँसको रङ हो हरियो। कति ज्ञानी मेरा साथीहरू, स्याबास। ल साथीहरू, अब यहाँ हेरौँ त। यो मिठो केरा र यो राम्रो सूर्यमुखी फूलको रङ कुन होला? सोच्नुहोस्, सोच्नुहोस्। के तपाईले थाहा पाउनुभयो? एकदम सही, तपाईले मिलाउनु भयो। यो केरा र सूर्यमुखी फूलको रङ हो पहेँलो, घाम जस्तै पहेँलो। स्याबास। ल साथीहरू, अब यो प्यारो जनावरलाई हेरौँ त। हिरिरहेको यो पाण्डाको शरीरमा कुन कुन दुईवटा रङहरू होलान्? सोच्नुहोस्, सोच्नुहोस्। के तपाईले थाहा पाउनुभयो? एकदम सही, तपाईले मिलाउनु भयो। यो प्यारो पाण्डाको शरीरमा दुईवटा रङ छन्, कालो र सेतो। कति ज्ञानी र बाठो मेरा साथीहरू, स्याबास। ल साथीहरू, अब आकाशमा हेरौँ त। पानी परेपछि आकाशमा आउने सातवटै रङहरू मिलेर बनेको यो सुन्दर कुरालाई के भनिन्छ होला? सोच्नुहोस्, सोच्नुहोस्। के तपाईले थाहा पाउनुभयो? एकदम सही, तपाईले मिलाउनु भयो। यो हो सुन्दर इन्द्रेणी। यसमा त हामीले सिकेका रातो, नीलो, पहेँलो, हरियो, सुन्तला रङ, गाढा नीलो र बैजनी गरी 7 रङहरू छन् नि। आहा, कति राम्रो इन्द्रेणी, स्याबास। कति रमाइलो भयो है साथीहरू। आज हामीले कति धेरै नयाँ र उज्याला रङहरू चिन्यौं। तपाईहरू सबैले एकदमै राम्रोसँग मिलाउनु भयो। तपाईहरू त एकदमै बाठो र ज्ञानी हुनुहुँदो रहेछ। अब एउटा सानो काम है, आफ्नो वरिपरि हेर्नुहोस् त। तपाईले अहिले लगाउनु भएको लुगाको रङ कुन हो? तपाईको मनपर्ने खेलौना कुन रङको छ? आमा बुवालाई देखाउन नभुल्नुहोस् है। आजलाई यति नै। हामी फेरि नयाँ र रमाइलो कुरा सिक्न छिट्टै भेट्नेछौँ। सधैँ खुसी हुनुहोला, राम्रोसँग बस्नुहोला। बाई बाई। धेरै माया।